प्रिमियर लिगको टाइटल कन्टेन्डर रहेको दुवै टिम आर्सेनल एन्ड द म्यान्चेस्टर सिटीको नेक्स्ट 5 फिक्सर्सको बारेमा आज हामी कुरा गर्दैछौँ। सो इफ यु टक अबाउट द म्यान्चेस्टर सिटी, पहिलो गेम दे आर गोइङ टु प्ले अवे भन्न सक्छौँ हामी, जुन रहेको छ सिम्पली हेर्दाखेरि चाहिँ लिड्ससँग। त्यसपछि 17मा दे विल प्ले अगेन्स्ट द नर्थिङटन फरेस्ट, जुन होममा खेल्नेछन्। त्यसपछि वेस्ट ह्याम, चेल्सी एन्ड फाइनली द क्ल्यास अफ क्ल्यान्स अगेन्स्ट द आर्सेनल। सिम्पली आर्सेनलको कुरा गर्ने हो भने दे आर गोइङ टु स्टार्ट देयर अब जुन गेम रहेको छ अगेन्स्ट द चेल्सी एट द होम, त्यसपछि ब्राइटनसँग अवे खेल्नेछन्, त्यसपछि एभर्टनसँग होममा, त्यसपछि बर्नमथसँग होममा एन्ड अगेन्स्ट द सेम क्ल्यास अफ क्ल्यान्स अगेन्स्ट द म्यान्चेस्टर सिटी। सो एकदमै लास्ट अबको 5 गेम्स जुन रहेको छ त्यसले चाहिँ प्रिमियर लिगको एकदमै भनौँ न को राजा भन्नाले विल विन द प्रिमियर लिग, आर आर्सेनल द फेभरेट स्टिल टु विन द प्रिमियर लिग, or Arsenal will drop some points हैन, or City will drop some points and Arsenal अझै क्लियर एज दिने कोसिस गर्दैछ म्यान्चेस्टर सिटीले, अथवा म्यान्चेस्टर सिटी भर्सेस जुन आर्सेनलको गेम जुन हुने गइरहेको छ 5 गेम पछि, त्यो गेम चाहिँ एकदमै क्लासिक हुनेवाला छ र त्यसमा चाहिँ ग्याप पनि थोरै हुन सक्ने अनुमान पनि लगाउन सकिन्छ। सो के हुन्छ, कसले ड्रप गर्छ हैन, कसले एक्सटेन्ड गर्छ। सो क्लासिक इन्ड अफ द क्ल्यास अफ क्ल्यान्स, इन्ड अफ द season coming right here. So see you in the next video. Sign off.